हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ यो ब्लगमा देख्न सक्नुहुन्छ हजुरहरूले मेरो भाइलाई चाहिँ एयरपोर्ट छोडिदिन जान लाग्यो, किन भन्दाखेरि मेरो भाइ चाहिँ अब जापान जान लागिरहेछ। हेलो हजुरआमा, तपाईँलाई कस्तो लागिरहेछ आज? अब राम्रै लाग्यो नि, नातिलाई बाहिर पठाउनु नराम्रो मानेर भयो। राम्रो छ मेरो नातिले भयो भने ठुली मम्मी कस्तो लाग्यो तपाईँलाई आज? अब टिभीमा हेर्नु, टिभीमा है, टिभीमा आउँछ। म लगाइदिइहाल्छु नि, के चिन्ता गर्नुहुन्छ? तपाईँ चाहिँ घर रुङ्गा? म घर कुरुवा। ए कुरुवा। अब उसलाई टिका लगाइदिने कार्यक्रम भइरहेछ अहिले। यहाँ सानी पुच्ची छ, हेर्दै थिए। दही खाएको खिच है। हजुरआमाले यो चाहिँ ट्याक्कमा खर्च हुँदैन, ट्याक्क यो मलाई हो के? बाई बाई। सुर्केसहरू चाहिँ अब हामी हाल्दैछौँ, अब जान लागेको। कुन बोतलमा र नि दुईटा ट्याक्सी रेडी छ हाम्रो। रोज अब यो बिरेसानी मान्छे चाहिँ यता, हामी चाहिँ अर्को गाडीमा बस्न लागिरहेछौँ। हेलो गाइस, सुर्केस यो सानोवाला सुर्केस हो गए। रोज कति आनन्द भयो त, खाली खाली छ त गाडी। आनन्द भयो ल। पछाडि गाडी आउँदैछ, हामी अगाडि हिँड्दैछौँ। A few moments later. अहिले चाहिँ हामीभन्दा अगाडि निकेश्वरको गाडी छ, उता बाबाको गाडी। हामी चाहिँ पछाडि छौँ, जाममा छौँ, जडीबुटीको जाममा। रोज पनि जान लाग्यो हो, खादा लगाएपछि। एयरपोर्ट आइसक्यो गाइस, अब हामी चाहिँ एयरपोर्ट आइसक्यो। चाहिँ आउने ठाउँ हो। ए हस् हस्। एयरपोर्ट आइसक्यो, हामी चाहिँ एयरपोर्टभित्र छिरिसक्यौँ।
चाहिँ अलिअलि नर्भस भइरहेको छु अलिअलि मेरो हात कामिरहेछ गाइस अब चाहिँ हामी एयरपोर्ट आइसकेको छौँ अनि अब ट्रलीमा जानुभएको छ मामा खाजा ए खाजा मेरो हात अलिअलि कामिरहेछ अमृताको कतिवटा एक अङ्गल भयो ओ हेलो क्युटी पाईहरू के छ अब हामी चाहिँ त्यहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लेखेको ठाउँमा फोटो खिच्न जाँदैछौँ आज चाहिँ अलिक खाली खाली नै छ इन्टरनेसनल एयरपोर्ट यतातिर चाहिँ अलिक भिड छ यहाँ फोटो खिच्नको लागि ल ल ल ल ल ठिक छ भयो 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 हालेस् यहाँ त भुइँचो भएन त है यहाँबाट त मामा जाने होइन होला नि साथी हो उही जाने हो तिमी छ र अब निकेशलाई छोडेर हामी चाहिँ हिँड्यौँ सामान चाहिँ गर्दै छैन ए अहिले अहिले यहीँ चेक गर्ने रहेछ यो त एरोप्लेनमा लानको लागि हो क्या मम्मी नरुनु तपाईँ रुनु हो भने मलाई हाँसो आउँछ अहिले र अब हामीले भाइलाई चाहिँ छोडेर आइसक्यौँ मेरो आमालाई चाहिँ आँसु झरेर मम्मी चाहिँ अलिअलि रुनुभयो रुँदै हुनुहुन्छ सम्झेर मम्मीलाई हेऱ्यो भने मेरो नि आँसु आउँछ त्यही भएर म मम्मीलाई हेर्दिनँ बाई ल अब दिस मच फर टुडे अब हामीले निकेशलाई छिराइहाल्यौँ अब अरू केही पनि छैन देखाउनको लागि त्यही भएर सायद अब यहीँबाट इन्ड हुन्छ होला ब्लग तर एकछिन पछाडि इन्ड गर्छु म अब हामी निकेशलाई छोडेर अब हामी एयरपोर्टबाट पनि जान लागिसक्यौँ बाई बाई दिस मच फर टुडे